हेलो एन्ड नमस्ते सबैजनालाई युट्युब च्यानलमा सबैजनालाई स्वागत छ है। आज चाहिँ हामी रेउलाको मेला लाग्दैछ अनि मेलामा जाँदैछौँ है। मेलामा के हुन्छ म तपाईँहरूलाई सबै देखाउँछु है, बाटोमा के हुन्छ। अहिले चाहिँ हामी जाँदैछौँ यसरी सरर लुकेको रेउला है, यस्तो दामी देखिँदैछ। जाँदैछौँ पछाडि मेरो बाटोसँग अगाडि हामी यसरी जाँदैछौँ। यो चाहिँ मुलपानी हो, टक्क गाईहरू है सर र हामी अनि हाम्रो केटाहरू छन् है, चिनेको केटाहरू गेम चलाउनेहरू पनि सपोर्ट गर्नको लागि हामी जाँदैछौँ। अब चाहिँ हामी रेउला प्रवेश गऱ्यौँ। अब यहाँबाट मेलासम्म पुग्नु एकदम छोटो समयमै हामी पुगिहाल्छौँ। हेर्न सक्नुहुन्छ है, यो चाहिँ हाम्रो हस्पिटल एरिया हो। ट्याक्क यहाँदेखि चाहिँ हस्पिटल सुरु भयो र हाम्रो यो चाहिँ अगाडि सर यो चाहिँ हस्पिटल है। यता आयो भने हस्पिटलको छेउमा चाहिँ पेट्रोल पम्प ल साथीहरू, हामी चाहिँ अब हाम्रो बाइक चाहिँ यता हामी त्यो घरको पछाडि राखेका छौँ। यहाँबाट सर चाहिँ हामी अब यहाँबाट चाहिँ हाम्रो झरिन्छ है। चक्लेट पनि मागेर खानुपर्ने भयो। चक्लेट खाइयो दामी। गेम भइरहेको ठाउँ चाहिँ तल हो। सो हामी चाहिँ जङ्गलको बाटो गइरहेको छौँ। गेम भइरहेको ठाउँ चाहिँ यो है, त्यहाँको फुटबल भइरहेको रहेछ। पुरा चाहिँ म माथि तलबाट देखाउँछु तपाईँलाई है। यो बल्ट खुब खेला घुमाइदिन्छ नि एउटा फोन बनेन फेरि बल यस्तो त्यहाँ हान्ने भने घुम्याइन मेलाको मान्छे यति है मेलाको मान्छे। फेरि कर्नर पाइसक्यो। किसान हो नि त फाल्ने होला। हाम्रो टोली चाहिँ यता छ गाइजहरू। तक हाम्रो टोली चाहिँ यहाँ सर बसिरह। किन बस्नु म तपाईँ भन्नुहोस्, किन बस्नु म सकेन नि यार, सकेन नि किन हो नि सालो यार। त्यस्तो गर्नु भएन नि त यार। रात परिसक्यो। ल अब चाहिँ हामी
त्यहाँको चाहिँ मेलाबाट फर्क्यौँ है। आजको लागि चाहिँ हाम्रो यति नै थियो। अहिले चाहिँ ट्याक्कसँग 6:22 भइसकेछ। फर्किँदैछौँ। अब चाहिँ हामी ट्याक्क बाइक चाहिँ हाम्रो माथि छ, उतै जान्छौँ है।